हाई एभ्रिवान, नमस्ते फेफुला, वेलकम ब्याक टु माई युट्युब च्यानल ब्लगमा तपाईँहरूलाई स्वागत छ। आज चाहिँ हामी जाँदैछु नानीलाई लगेर आइसिडिएस हो। यहाँ चाहिँ छ अनन्या र नानी, यहाँ एनजिओमा यिनीहरूलाई पनि बोलाएको रहेछ। अन्त एनजिओबाट मान्छे आउँछ अरे नि त, त्यही भएर हामी जानु लागेको। जाउँ हजुर, जाउँ हिँड अगाडि। हामी चाहिँ अहिले भर्खरै कपाल धोएर आएको। यहाँ माम छ, माम चाहिँ हेरिरहेको छ हामीलाई। बाई गर बहिनी, बाई हाप्पा गर। आबेनले चाहिँ जानु हुँदैछ, जाउँ चलो। गयो ल माम, तल आइसिडिएस हौ। हजुर, नानीलाई लिएर आउनु भनेको छ नि त, एकछिन नानीलाई लिएर आउनु भनेको छ हौ। हामी चाहिँ बाटोमा छु हो। अन्त यो एनजिओमाको बारी हो, ऊ परको चाहिँ हाम्रो बारी। आमा हाँस्दैछ, कहाँ गएको बहिनी? उता उता भन्दैछ। हामी चाहिँ आइसिडिएस जाने बाटोमा आइपुग्यो हो। नाना भन नि, अनन्या चाहिँ अगाडि छ। हाम्रो आँगीको बारी चाहिँ त ग्राउन्ड जस्तो कस्तो दामी मैदान बनाएको रहेछ हौ, सफा गरेर हो। अन्त हामी चाहिँ जाँदैछु। अन्त आनाले पनि भ्लग बनाउँदैछ भन्दैछ हो। अन्त अब हामी जाँदैछु। तपाईँहरूलाई यही हाम्रो गाउँघरको बाटोहरू यस्तो छ हो। अन्त अब म चाहिँ तपाईँहरूलाई चाहिँ आइसिडिएसमा गएर भेट्छु नि ल, बाई बाई। आमा ओइ भन्दैछ नि त, हाम्रो त आउने बित्तिकै छुच्ची छ। ऊ गर पनि अन्त नगर न बहिनी। लु बहिनी पढा त त्यहाँ एबिसी भनिदेऊ त। न जुत्ता न साङ्मोको बदमास। अन्त साङ्मोको बदमास त नगर न बहिनी। नानीहरू चाहिँ गेम खेलाउनु हुन्छ अरे नानीहरूको लागि हो। अब साङ्मोले पनि यहाँ गेम खेल्छ। नानीहरू चाहिँ मिसहरू चाहिँ तल छ हो। मेमे रहेछ, यहाँनिर भाइ छ। त यो गेम नानीहरूको लागि पो होला भनेको थिएँ कि, यसमा हाम्रो लागि पो रहेछ, आमाहरूको लागि हो। अब हामी खेलेको हेर्नुहोस् ल गाइस। जस्तै आमा र नानीको जस्तो हामीले आइसिडिएस आशाले गर्नुहुन्छ उहाँले पनि त्यसरी गर्नुहुन्छ ल। उहाँ चाहिँ सिनीबाट मेरो इन्ट्रोडक्सन। मेरो नाम चाहिँ सोनिया राई हो। म चाहिँ सिनीमा चाहिँ एज अ कम्युनिटी मोबिलाइजर 2 इयर्सदेखि काम गर्दैछु होइन। मेरो आफ्नो घर चाहिँ यता सिङ्गिताम जिपी हो, सिङ्गिताम सेन्टर छेउमै हो। मैले त 2टा जिपीहरू छ, माने डाँडा जिपी पनि। अन्त सब सेन्टर चाहिँ 3टा, माने डाँडा सिङ्गिताम पऱ्यो। अन्त हामीले चाहिँ भनिहाल्नु भयो रुरल हेल्थ एन्ड न्युट्रिसन प्रोजेक्ट चल्दैछ, त्यो प्रोजेक्टमा चाहिँ हामीले काम गर्दैछु। अब मलाई तपाईँहरूले मेरो नाम सोनिया राई नचिने सिनी चाहिँ याद गर्नु न होइन। चाइल्ड इन निड इन्स्टिट्युट हो। अब त्यो चाइल्ड इन निड भनेको चाहिँ तपाईँहरूले बुझिहाल्नु भयो, जो चाहिँ मेन चाहिँ हाम्रो काउन्सिलिङ चाहिँ बोलाउ त मलाई। तपाईँहरूले यसरी उफार्दाखेरि अब यो 5 आयो जन्मेन होइन, 6 चाहिँ यो अलिक त्यो गाडीमा ल्याएर अलिक ड्यामेज भयो कि अब अर्को पालि चाहिँ हामी रिपेयर गरिदिन्छौँ नि ल। अन्त यो चाहिँ 6 चिन्नु भयो, नम्बरहरू त चिन्नु हुँदैछ। यो अब 6मा चाहिँ जन्मिन्छ। जन्मेपछि चाहिँ तपाईँहरू अब यहाँ स्टार्टमा बस्नु पऱ्यो होइन, उभिनु पऱ्यो होइन। अब स्टार्ट भइसक्यो फेरि यो घुमाउनु नम्बर आउँछ। अब 4 आयो भने अब 1 2 3 4 यहाँसम्म जानु पऱ्यो। घुट्दो रहेछ। अब यहाँ आयो भने त अब सिधै सिँढी चढ्यो होइन, 16मा गयो। तर यहाँनिर आएको चाहिँ आफूले अब पढेर सुनाउनु पऱ्यो। गर्भ अवस्थामा कम्तीमा 4 पटक स्वास्थ्य जाँच भनेर होइन। त्यहाँदेखि चाहिँ उकालो चढेको हो नि त, त्यो चाहिँ यो चाहिँ राम्रो भयो होइन। अब सपोज तपाईँहरूलाई यहाँ साँपले खायो अरे, साँपले खाँदाखेरि तल झर्छ। अब यसमा चाहिँ गर्भ अवस्थामा कुपोषण भयो भने होइन, म्यालन्युट्रिसन भयो भने चाहिँ अब राम्रो डाइटहरू पुगेन भने चाहिँ अब त्यो मिसक्यारेजहरू हुने चान्सेस हुन्छ। त्यही भएर चाहिँ झर्छ, साँपले खान्छ। बुझ्नु भयो होइन? यो मन पऱ्यो तपाईँहरूलाई यो गेम? अब कति पनि हामीले काउन्सिलिङ मात्रै गरिरहनु, अब योबाट चाहिँ तपाईँहरूले धेरै कुरा सिक्नु सक्नुहुन्छ नि त होइन। लु को आउनु भने तँ चाहिँ जानु दौ बहिनी, तिमी यहाँ बस न ल। आमा
फोटो खिच्छु अब को आउनु तपाईँ त्यतिकै बस्नु ल अब कसले खेलाउँछ लु जाऊ त यहीबाट सरो जाऊ त्यहाँ छमा र एकमा चाहिँ स्टार्ट यहाँबाट खिच्नु भिडियो कि आए तपाईँ एक तपाईँ चढ्यो अब त्यो पढेर त्यहाँ झर्नु त तपाईँले 3 महिनाभित्र गर्भधारणको दर्ता भनेको चाहिँ के हो 3 महिना जब उयस हुन्छ हैन कन्सिभ हुन्छ गर्भधारण हुन्छ त्यति बेला 3 महिनाभित्र चाहिँ तिमीहरु रेजिस्ट्रेसन भनेपछि सेन्टरमा आएर आफ्नो नाम दर्ता सबै कुरो त्यहाँनिर गरिदिन्छ नि त 3 महिनाभित्र चाहिँ सेन्टरमा आउनु पर्यो भनेको त्यहाँ डल्लै थाहा छ हैन तिमीहरुलाई थाहा छ हैन अब तपाईँ सिडी चढ्यो 3 महिनाभित्र रेजिस्ट्रेसन भइहाल्यो त्यो चाहिँ ठिकै छ मजाले भयो चढ्नेमा छैन तपाईँ खेल्नु नि घुमाउनु न एक दो तीन 17 मा हैन 10 बाट को त 11 12 गर्दै हैन 15 16 17 खोइ दिन त त्यो फोटो मात्रै गर्ला फोटो गर्ला हजुर इस गर्छ लु यहाँ गरौ बहिनी भयो दुईटा जस्तो मात्रै गर्नु लु यहाँ इस गर दुई लो भाउजू 2 17 22 मा गर्नुपर्छ हैन आमाले चढे म बच्चालाई 6 महिनासम्म विशेष रूपमा स्तनपान गराउनु स्तनपान भनेको 6 महिनाभित्रसम्म 6 महिनासम्म चाहिँ केवल आमाको दुध खुवाउनुपर्छ भन्छ नि त हो कि हैन हो त्यहाँदेखि 6 महिना पुगेपछि चाहिँ उपरान्त चाहिँ अब जस्तै दुध खायो झगले दुध खायो 6 महिनासम्म केवल आमाको दुध खुवाउनु 25 तिमीले गर 1 2 3 4 5 6 यो 32 ना एक लु अब तिम्रो सरोजाकै ट्रन चार बनाउँदैछ घुमाउमै अलिक मजाले भयो ल पुटुवाए सक्यो सबै कुरो यो सबै मिलेर चाहिँ के हुँदो रहेछ स्वस्थ नानी जन्मिँदो रहेछ आमाको स्वस्थ नानी पनि स्वस्थ हेल्दी ल जित्यो भाउजूले लु उले त सकेको छैन नि के भयो ओ दुईजना आमा हो अब के पाउँछ त सिमीले भन्छ लु आउ न अब अरूहरुलाई खेल्नु छ बन्द देख्छ जिते मैले चाहिँ नानाहरू खेल्नु हुँदैछ हो माथितिर भाइहरूले पनि हेर्दैछ यहाँ चाहिँ आइसिडिएसको मिस र यहाँ आमाहरू खेल्नु हुँदैछ जन्मेकै छैन हामी चाहिँ यहाँ शीतलमा बसेको माथि पुरा गरम भयो नि त नानीलाई
अन्त म र साङमा चाहिँ यहाँ छु तितलमा। हाई भनिदिनु बहिनी, हाई भनिदिनु। यहाँ चाहिँ गरम भएर कस्तो भइरहेको छ हो। हामी चाहिँ साङमा चाहिँ गऱ्यौँ। बहिनी नकराउ न हौ। आम्मामा आज चाहिँ आम्मामा यिनीहरू एडुलेसन अरे हो। यिनीहरू चाहिँ एडुलेसनहरू अरे। हो याङजीमा चाहिँ नगर न बहिनी। छेवाङ जोजो र अनुश्री नानासँग बस्छ। अबै नगर बहिनी। आज चाहिँ आँटा नाट भइरहेको छ है। नानाहरू यहाँ छ। हाम्रो साङमाको चाहिँ बदमास हो। यो चाहिँ आइरनको दबाई। यो चाहिँ सोमबार र बिहिबार हेभी मिल। मैले चाहिँ प्रायः भन्थे बेलुका खाने भन्छ नानी जहिले मजाले खाना खान्छ त्यति बेला नै दिनु पर्यो ल। यो सक्यो तपाईँले मलाई भनिहाल्नु सक्नु आँट्यो भने नै भनिहाल्नु ल। साङमाले चाहिँ यहाँ मेरो सत्वा उसले सर जाने लाग्छ है बहिनी। कति भाइ भने ना दादाले पनि खोज्दैछ फेरि। सक्यो मेरो छोरीले यहाँ सत्वा खेलाउँदैछ। चाहिँ यङको नानीहरूको लागि सिकाउनु हुँदैछ गुड टच बेड टचको लागि। गुड टच हो कि बेड टच हो भनेर देखाउनु हुँदैछ। ब्याड यस्तोहरू पनि सिकाउनु पर्छ आइसिडिएसतिर हो। नानीहरूले सिक्छ नि त। यहाँ चाहिँ नानीहरू गएर हो। कति हो 13-14 छ नि हो नि त। 12 अब हाइट अब न बहिनी हाइट नदिन्छ कति न बहिनी हेर त त्यहाँ हैन हो माथि हाल्छ। तिम्रो हाइट हेरि हाइट सिधै यता हेर न आमाले चक्लेट दिन्छ है। चक्लेट हेर त यहाँ चक्लेट हेर त यहाँ यहाँ चक्लेट ना साङमा ना माथि हेर यहाँ हेर हामीले चाहिँ आइसिडिएसमा आएर खिचडी खाइदिन्छौँ 15 महिना। साङले चाहिँ यहाँ आइसिडिएसमा आएर दियाको चाहिँ यहाँ छ। मेरो म दिन यहाँ चाहिँ दियाको चाहिँ यहाँ चाहिँ खाना हो। बहिनी हामी चाहिँ जाँदैछु घर सकेर आइसिडिएसमा सबै सक्यो। बायो गरेर नि बाई बाई आपा आपा गर्नु हजुर। यिनीहरू चाहिँ यहाँ छ। नानी पो बोक्दैला भन्दा त हामी चाहिँ हत्तु खै बाउचे। आजको भ्लग चाहिँ यति नै हो गाइस। थाक्यो म हत्तु भयो कि। नेक्स्ट भ्लगमा भेटौँला बाई बाई।